डिस्टर्ब नगर न हिन्दू बुद्ध मन्दिर हिन्दू बुद्ध मन्दिरमा चाहिँ आज विशेष कार्यक्रम टेक्वान्डो देऊ न टेक्वान्डो देऊ न ए मान्छेले के भन्नु सानो उता बस्छ न उता जी गर्न बस्छ जी गर्न आउँछ है परिक्रमा गर्दै कार्यक्रमको हल चाहिँ हजुर मन्दिर घुमाउनु आइसकेपछि हिँड्नु मन्दिर त घुम्नु पशुपतिनाथको मन्दिर गणपति हुनुहुन्छ जास्ते हस्तैकवः पराता भगपूर्वविजन्धनः कपर्दिनो विशुद्धो मानमाउत अनेसन्यसजातिकवः वरसनिगङ्गतिः जातेः तिर्वी दुष्टमहस्ते बभूवते धनुः तयास्मान् विशुद्धक्षमया परिभुजा परिते धन्वनो हे तिरस्मान् वृणन्तु विशदः अथोज्य इकुतिस्तवारे अस्मन् निदेहितं अवतत धनष्टगुण सहस्राक्षसते गुणे निःसृतशल्यानामुखा शिवो नः सुमना भव नमस्त आयुधायानादताय दिशमे उभाभ्यामुदते नमो बाहुव्यं तव धन्वने मानो महान्तवतमानो अर्वकं मान उत्थन्तमुतमान क्षुतं मानो वदेहि पितरं मोतमातं मानः श्रियास्तन्नो रुद्ररेडिकः मानस्तोकेतने मान आयुतिमानो गोकुमानो स्तेकुरिदिकः मानो वीरानुद्रभाविनो बधिर्यभिपन्तः सदमित्वा हवामहे ॐ नमः पार्वतीपतये। आज मेरील्यान्ड राज्यको बाल्टिमोरमा हाम्रो कालिदास बाबा
ध्यानं वस्ति ततद्गते मनसा पश्यन्त्यां योगिनो येषान्तानुदिरुसुरासुरगणा देवाय तस्मै नमः। सरस्वती महाभागे विद्या कमलोचने विद्यारूपी विश्वलक्ष्मी विद्यां देहि नमस्तुते। सम्मानीय यो मंदिर बुद्ध मंदिर पशुपति मंदिर परिसर का सभापति गुरुवर सबै समितिका मेम्बरहरू विज्ञान तत्व वैराग्य तत्व सबैलाई जोडेर चार वेद 18 पुराण शास्त्र उपनिषद भने तर आज हामी त्यसमा त्यसलाई हामीले घुमाइराखेका छौँ। हामी मलाई साँच्चै लौ त भनौँ भने अमेरिकामा आएर हाम्रो सनातन हाम्रो वैदिक धर्म कति उच्च शिरको माथि हामीले चोटीमाथि राखेका छौँ, तर हाम्रो देशमा त्यो धर्मलाई अहिले अपमान गरे जस्तो हुँदैछ। हामीले हिजो म न्यू जर्सीमा स्वामीनारायण मंदिर गए, साई बाबा मंदिर गए और टेक्सास में भगवान पशुपतिनाथ को मंदिर में गए। सब जगह हमारा मंदिरों जहाँ जहाँ जुन ठाउँमा पुगे त्यहाँ हमारा पशुपतिनाथ को मंदिर छन्। राष्ट्रदेवलाई पुकारिएको छ, धर्मलाई हामीले रक्षा गरेको छ। यस्तै यहाँ आउँदा मलाई अति आनन्द र हर्षित भएँ। अब बाल्टिमोरमा अब यत्रो ठुलो जमिन 30 एकड़ जगह 200 बिघा भन्दा माथि जग्गा लिएर यहाँ संकल्प छ गुरुकुल राम्रो हल मन्दिर निर्माण, देवी मन्दिर निर्माण, बुद्ध भगवान मन्दिर निर्माण यो यहाँहरूले चाहना गर्नुभएको छ। त्यो सम्पूर्ण होस्, गुरुकुल बनोस्, धर्मलाई रक्षा होस् र यहाँ आउने सबै कहीँबाट पनि आउँछन् भने यहाँ धर्मशाला पनि बनोस् र 1-11 भएर एकजुट भएर हाम्रा सबै नेपालीहरू, सबै जाति जनजाति आदिवासी यहाँका सबै सम्पूर्ण जनताहरूलाई जोडेर हामीले यो मन्दिर निर्माण गर्ने काम मेरो पनि हो र अरू सबैको हो। त्यो कामलाई हामी सबै अगाडि बढौँ, एकजुट हौँ। हामी एक ठाउँको साथो खाएर भुटुका पानी पिएर हामी राम्ररी बाँच्न पाऊँ, रहौँ। सुख शान्ति समृद्धि ऐश्वर्य पूर्ण होस्। आज अब यही भन्दै और मेरो भान्जा बाबु गौतम दाहालजी, विनोद उप्रेती, मन्दिर समितिका सभापतिज्यू र गुरुदेव यहाँ आउनुभएका सबैलाई नमन गर्दै प्रणाम गर्दै धेरै नभन्दै समयको पाबन्दी छ। हामी अलिकति आउनलाई पनि ढिलो भएका थियौँ। ज्यादा जति खिचेर लगे पनि सबै हरेक मान्छे पुरा सहयोग गरेर तपाईँहरू गर्नुभएको हामी पुरा सपोर्ट छ। तपाईँहरू गर्नुहोस् भनेर उहाँहरूको सहयोग जुन हामीलाई दिनुभयो त्यसले गर्दा यो यतिसम्म आएको छ र अहिले हामी